वैशाख महिनामा आएको अविरल हावा र हुरीले र पानी यहाँ माथि राख्छ ठ्याक्कै हाम्रो बेबी करियालले सहयोग गर्नुभएको छ भर्याङ राखेर अझै उठा भर्याङ भयो अब हाम्रो दाइले हिजो हाम्रो दाइको कार गुल्टेको रहेछ हिजो यो हावा लाएर हिजो हावाले यो घार गुल्टाइदिएछ घरभित्र पुरै पानी पसेर मरि मऱ्यो हिजो अब आजलाई मैले चाहिँ नयाँ घाट चेन्ज गर्दैछु पुरै पानीभित्र परेर पुरै मौरी मऱ्यो पुरै भित्र पुरै मरिरहेको मौरी पुरै मरिहाल्यो ल हिजोको पानीले गर्दाखेरि त्यो भित्र पुरै हारियो छ पानी पुरै भित्र पुरै पानी बसेर अब यस्तो छ अवस्था अब म टोपी आज टोपी ल्याइन्छु मैले कसरी गर्ने खोइ गाह्रो पऱ्यो त्यसलाई मैले भुइँमा राख्नु पर्छ पहिला टोक्छ कि पुरा ढाकेर त्यसलाई ढाकौँ ढाकेर अनि यसलाई तल ट्याक्क यहाँ खाली भयो यसलाई मैले यहाँ राख्छु यहाँ त्यो घर हिजोको पानी गर्दा पुरै भिजेर अब मैले मौरी घरै चेन्ज गर्नु पर्यो हजुर अब घाट चेन्ज गर्न लाग्छ अलि मरेको 15-20 वटा मऱ्यो आइसक्यो माथि ठाउँमा अरे घाट भिज्यो भिजेर यहाँ पानीले पुरै भित्र पुरै पानी पानी छ घरमा हजुर होइन दिदी यहाँ भित्र पुरै पानी गएको छ कि यस्तो पानी यो घरभित्र पानीले भिजेर पुरै भित्रभित्र पुरै पानी गयो भित्र बच्चाहरू मर्छ कि बाँच्छ कि अब हेरौँ अब घाट चेन्ज गर्दैछु के हुन्छ यस्तो यति राम्रो काम गरेको थियो यो मौरीले